हामीलाई चाहिँ फर्मुला र कन्सेप्ट्स एकदमै क्लियर हुनुपर्छ हैन। कन्सेप्ट र फर्मुला क्लियर छैन भने हामी म्याथमेटिक्समा प्रब्लम सोल्भ गर्न सक्दैनौँ। जस्तै कि अनि अर्को चाहिँ प्र्याक्टिस पनि एकदमै इम्पोर्टेन्ट छ है। बिना प्र्याक्टिसको केही पनि हुनेवाला छैन। जस्तै कि भनौँ न एउटा क्वेट्स नै छ, प्र्याक्टिस मेक्स द म्यान पर्फेक्ट। ओके, प्र्याक्टिस मेक्स पर्फेक्ट। अनि जापानमा पनि त्यहाँको मान्छे के भन्छन् त, प्र्याक्टिस प्र्याक्टिस प्र्याक्टिस, ओन्ली प्र्याक्टिस। ओके, अब फर्मुला कसरी बुझ्न सक्छौँ भन्दाखेरि जस्तै कि एउटा कार्पेन्टरलाई काठ सम्बन्धी केही कार्य गर्नु छ भने होइन, काठलाई ठोकठाक गर्नु छ, किला ठोक्नु छ भने उसलाई चाहिँ के चाहिन्छ, ह्यामर चाहिन्छ। त्यो इम्पोर्टेन्ट टुल्स भनेको ह्यामर हो उसको लागि, ठिक छ। अनि बिना ह्यामरको उसले चाहिँ काम गर्न सक्दैन। त्यस्तै गरी फर स्टुडेन्ट्स, स्पेसली फर म्याथमेटिक्स स्टुडेन्टको लागि फर्मुला चाहिँ त्यो ह्यामर जस्तै हो क्या, त्यो पनि एउटा टुल्स हो, त्यो चाहिँ युज गर्नुपर्छ हामीले। सो फर्मुला इज भेरी इम्पोर्टेन्ट। अरू इक्जाम्पल हामीले लिन सक्छौँ, जस्तै कि क्रिकेटर भनौँ न, कोही प्लेयर छ होइन, प्लेयरलाई क्रिकेट सम्बन्धी रुल्स एन्ड रेगुलेसनै थाहा छैन भने ऊ कसरी खेल्छ होइन। उसलाई थाहै छैन भनेपछि रन आउट पनि हुनसक्छ होइन, रुल्स थाहा छैन भने इम्पायरले आउट गर्न सक्छ, ठिक छ। सो त्यहाँ डिफ्रेन्ट रुल्स एन्ड रेगुलेसन हुन्छ, उसलाई त्यही थाहा हुनुपर्छ, तब मात्र उसले चाहिँ खेल राम्रोसँग खेल्न सक्छ क्या, अदरवाइज खेल्न सक्दैन। त्यस्तै गरी हामीले पनि रुल्स एन्ड रेगुलेसन एकदमै थाहा हुनुपर्छ म्याथमेटिक्समा। त्यो रुल्स एन्ड रेगुलेसन भनेकै के हो, फर्मुला अनि कन्सेप्ट हो। अरू प्र्याक्टिसमा हेर्दै कुनै पनि मान्छे जन्मिँदै होइन, जन्मिँदै बाई बर्थ होइन, ऊ चाहिँ एकदमै ट्यालेन्ट हुँदैन क्या, ठिक छ। उसले चाहिँ मेहनत गर्नुपर्छ अनि बल्ल ट्यालेन्ट हुन्छ क्या, बाई बर्थ चाहिँ हुँदैन है। जस्तै कि उसले चाहिँ स्लोली स्टडी मेहनत गर्छ नि, हुन्छ। जस्तै कि कुनै पनि बच्चा जन्म लिने बित्तिकै उसले चल्न थाल्छ, चल्दैन नि, उसले चाहिँ उठ्छ, फेरि के गर्छ, झर्छ, फेरि उठ्छ, फेरि झर्छ, फेरि उठ्छ, फेरि झर्छ, अनि बिस्तारै कोसिस लगातार गर्दा गर्दै उसले चाहिँ सिक्ने हो, ठिक छ। उसले के सिक्ने हो भने हिँड्न सिक्ने हो। त्यस्तै गरी हामीले चाहिँ अब आउँदैन मलाई त आफूलाई इन्फेरियर फिल गर्ने होइन क्या, इन्स्टेड हामीले चाहिँ मेहनत गर्नुपर्छ, प्र्याक्टिस गर्नुपर्छ। अनि जस्तै कि सपोज अब मलाई साइकलै सिक्नु छ भने म एकचोटिमै सिक्छु साइकल, सिक्दिनँ नि, 8-10 चोटि तल झर्छु होइन, खुट्टा फुट्छ, हात फुट्छ, अनि बल्ल नै सिक्छौँ हो। म्याथमेटिक्स पनि त्यस्तै हो क्या, म्याथमेटिक्समा पनि प्र्याक्टिस एकदमै चाहिन्छ। अनि हामी त्यहाँ गल्ती गर्छौँ, गल्ती भएर सिक्छौँ, अनि त्यसपछि अगाडि बढ्छौँ क्या, ठिक छ। त सो म्याथमेटिक्ससँग डराउनु परेन है, यो कुनै एउटा रोकेट साइन्स होइन होइन, एकदम बेसिक कुराहरू थाहा हुनुपर्छ, फर्मुला अनि अर्को कन्सेप्ट्स अनि प्र्याक्टिस गर्नु पऱ्यो। त्यति भएपछि तिमीहरूले राम्रोसँग गर्न सक्छौ होइन, त्यति गरेपछि ढुक्क बस्छ है। ल अब मुभिङ फरवर्ड।